आज हाम्रो पसलमा माइक्रो ओभन रिपेयर हुनका लागि आएको छ, जुनमा हिटिङ नहुने प्रब्लम रहेको छ। अनि अलिकता मैले यसको सामानको बारेमा तपाईलाई बताउन गइराखेको छु। यहाँ यसको छ कुलिङ फ्यान, यो देख्न सक्नुहुन्छ। यो जुन मैले हात लगाएको कुलिङ फ्यान हो। अनि यसको एउटा डायोड हालेको छ, अनि यो डायोड कन्डेन्सरसँग जोडिएको हुन्छ। यो जुन छ यो हाई भोल्टेज ट्रान्सफर्मर हो, जुन कि म्याग्नेट्रोन हिटिङ गर्नका लागि बनाउँछ। अनि यो यसको म्याग्नेट्रोन हो। अनि यसमा एउटा लाइन स्टार्ट भएपछि या ढोका ओपन गरेपछि यसमा बत्ती बल्ने हुन्छ, जुन कि यो बत्ती हो। एलईडी बत्ती हालेको छ यसमा, लेटेस्ट हो यो माइक्रो ओभन पनि। अनि यो यहाँ यसको कन्ट्रोल प्यानल छ, देख्न सक्नुहुन्छ, जुन कि यो सबै चिजलाई कन्ट्रोल गर्छ। अनि कुन बेला कुन चिज अन गर्ने हो यो कन्ट्रोल प्यानलले सञ्चालित गर्छ। यसमा प्रब्लम रहेछ कि हिटिङ नहुने। अनि म यसलाई रिपेयर गर्छु अनि तपाईहरुलाई देखाउँछु।